moments later. हेलो नमस्कार गुड मर्निङ एभ्रिवान सो आज चाहिँ मेरो स्पेसल डे भएको हुनाले होइन आज चाहिँ म पूजा गरेर आइसकेँ सो टिका पनि मुसिसकेँ खासमा चाहिँ भाउजूहरूले मुस्नु पर्ने हो तर होइन बर्थडे गर्ल्स पनि मन्दिर जाँदा राम्रो हुन्छ नि त त्यही भएर हो बर्थडे गर्ल्स तपाईँको पनि फेस देखाइदिनु नि अब हामी टिका सिका लगाइदिन्छ होइन जाडोमा जनता केक चाहिँ के घुम्न नजाऊ भरे केक चाहिँ उहाँले ल्याइदिँदै हुनुहुन्छ होइन देखाइदिनु न केक चाहिँ उहाँले ल्याइदिनु हुँदैछ केक चाहिँ हाम्रो स्पेसली के भन्छ स्पेसली भन्नुपर्दा म खाना लाएर मगाएको केक चाहिँ स्पेसली 2 तलेवाला छ दुई तल होइन भाउजू राम्रो भेट्यो अन्डी चार्नु मिल्दो रहेछ नि त केकलाई त्यही भएर यस्तो भएको आज बर्थडे गर्ल्सलाई केक निकाल्न आँटे जस्तो अम्मो खै कस्तो छ सो 3 पटे केक लौ अनि कन यो कैँची चाहिँ किन लेख कैँचीदेखि पनि सबै पो आइसक्यो कविताको बर्थडे अब टरो यसपालि के फोटो खिच्नु केकसँग फोटो खिच्ने होइन भन्दै यस्तै सुन्दर केक ल्याइदिएपछि बिल्ला नजाँदैन होइन झुक्केर आएछ भित्र ल भ्लगमा पो आउँदैछ त हौ भ्लगमा एउटा मात्रै बाल्नु नि एउटा मात्रै बाल्नु अब मेरो पनि बर्थडे आउँदैछ त्यो पछिलाई काम लाग्छ त्यो मलाई पर्दैन बुढी भएको मान्छेलाई एउटा मात्रै गर्नु नि त्यत्रोमा कसले 2-3वटा कविता यसमा बुझ है कतिसम्म माया गर्दैछ भनेर त्यही यही काटिदिनु चेरी थप्न लगाएको हो नि ब्ल्याक फरेस्टमा चेरी थिएन नि फेरि त्यही भएर यिनीहरू बिहानै आएको होला नि यही काटिदिएन ल अलिक अगाडिबाट टिकटकबाट राम्रै गरिदिनु क्या लु टिकटक चाहिँ कहाँ छ ह्यापी बर्थडे डे टु यु ह्याप्पी बर्थडे डी ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टिकटकमा बनाइदिनु अरे हो होइन पर्दैन यसैलाई काट ल ह्यापी बर्थडे यो चाहिँ त्यही उयो है ह्यापी स्प्रे पनि झल्काउँ न। बर्थडे टु यु ह्यापी लु दादा त कता बर्थडे ह्यापी बर्थडे बिमारी मान्छे बल्ल बल्ल आज उठेर आउनु भएको छ त्यही भएर बुइनीलाई ह्याप्पी बर्थडे सुद्धा भन्नु भएको छ मलाई चाहिँ टिका खोइदिए टिका ल दिदी ठुली मान्छेले तैँले गर्दैन त टिका लगाइदिनु न पहिला के खानु खोज्नुहुन्छ सबैजना कति न आफैले ल्याए जस्तै चन्दाजीले लगाइदिन्छ नि त जिन्दगीमा सुरुचोटि पसलमा नि बर्थडे मनाइयो अनि तिमीहरू जिन्दगीमा सुरुचोटि पसलमा नि बर्थडे मनाइयो है मान्छे आउँछ न छिटो न अहिले ला अलिक नजिक नजिक हुनु न त जन्मदिनको लाखौँ करोडौँ शुभकामना दिदी भन् शुभकामना कविता सोचे गाँठेको सबै पुरा होस् धेरै प्रगति गर्नु हामीलाई नि माया नमार्नु ठुलो देश जानु धेरै पैसा कमाउनु टोइलेट जाँदा फोन नराख्नु आज क्लास छ क्या आज के अरे टोइलेट जाँदा फोन नलाग्नु भन्छ उसलाई चाहिँ हेर न यहाँ अङ्कलसँग जानु पर्छ के काटे के खुवाउनु न दिदी के खुवाउँदिन बिचरा यो अङ्कललाई बोलाएको बोलाइदियो यहाँ जान्छ बाबा गर्दै बोलाएको
हात चाहिँ कस्तो कस्तो थियो हाँस त राम्रो थियो मेरो दिदी चाहिँ उहाँदेखि हिँड्दै आएर तर आधी बाटोसम्म लिनु महँगो केक हो कि महँगो केक हो कि अरे ले आउनु टिका लगाइदिनु तपाईँले कविता एकैचोटि बनाउनु कि भित्र चाहिँ टिका लाग्दैन थियो होला बाहिरभित्र होइन नि त यो भित्रै हो नि त लु उता जानु यो त बाल्ला बाल्ला छ त केक है किमेर त्यस्तो अलिक उता जानु न कविता के चाहेको छैन भन्नु न आन्टी हजुर बिचारा यसलाई चाहिँ दिइहाल्नु त कच्चा के साँच्चै कवि त पैसा उब्रेन यसलाई दिन्थ्यो नि त दिनुहुन्थ्यो नि त कविताले आज त कहाँबाट त बर्थडेको दिन त घरि डेट लेखिदिन्छु घरि त डियर लेख्नु भएको के लेख्नु भएको आन्टीले डियर निन्द्रामा भ्लग है लु आज भ्लगमा पो निस्किन्छ त यो त आधारको नोट टिक्लै अङ्कलबाट होइन पर्दैन होइन यहाँ छ त बाँकी लानुपर्छ भरे हजार ढिला आओस् कोडै आओस् ला यहाँ थियो त पैसा खोइ त त्यही दादा केक अलिकति खानु न त ए दिनु दिनु त तपाईँले लु अघि छेलिएको छ है कविताले दिएर होइन दिनु दिनु होइन त्यो बनिए भन्छ नि त्यहाँबाट भइसकेको ए होइन दिनु न त्यही हो भन्नु यहाँ भ्लगमा पनि देख्यो न नमस्ते गर्नु नमस्ते खोइ त बोल्नु पनि छैन नमस्ते दादा नमस्ते अब हजुरको पालोमा चाहिँ कति अब आन्टीको एउटा 2000 निक्लिन्छ ब्लगर कविता ब्लग शिक्षा चिन्यो रङ्गिन छ है आशीर्वाद चाहिँ मन भन्दैछ है अहिले खान्छ अर्को ल आफै लु मम्मी पिया पकाउँछु कसलाई चाहिँ दिनु यहाँ सब बाटो आज सब बाटैबाट झन् पैसा आउँछ भनेर मलाई लगाइदिनु पर्छ भनेको के त यहाँ त पे गर्नु भएको छैन उहाँ भक्तपुर होइन अर्कै हुनुहुन्छ उहाँको भक्तपुर टिका सृष्टिले लगाइदिने होइन अन्त बर्थडेको दिन के खाम ल होइन खाने मलाई बिर्सिनु लाग्दैन कि ए कि बाहिरको खाने गर्नु भएको छ होइन बाहिर भन्दा नि मैले खाने कि के छ होइन म त जुठो परे खाले कि होइन जुसो त निक्ल्यो यता देखाउनु नि मम्मी भिडियो चाहिँ आज हाम्रो नानीको बर्थडे है दिदी हाम्रो ब्लगमा दिदी पनि दिदीलाई नि वेलकम छ ह्यापी बर्थडे है कान्छीलाई
दिदी अनि आउनु भयो भरे उयसमा हेर्नु ल युट्युबमा पूजा लकन्द्री छ मलाई खोइ केक खै बहिनी नाम लगाइदिउँ मलाई दुईटा। ए पैसा सबै गइहाल्यो नि। भयो मैले भने हैन कविताले एभ्रिवान नमस्ते। आज चाहिँ हाम्रो प्यारी नानीको जन्मदिन परेकोले उहाँलाई चन्द्रगिरी घुम्न पठाएको छौँ। नानीसँग पठाएको छौँ। नानीलाई पनि बेलुका लिएर आउनु 8 बजेसम्म लिएर आउनु भनेको छौँ। नानीलाई चाहिँ शङ्का पनि हुन दिएको छैनौँ। के कस्तो उहाँ आएपछि के कस्तो रियाक्सन हुन्छ हजुरहरूलाई सबै देखाउँदै जान्छौँ है। आज हाम्रो कविता बुनुको बर्थडे यस्तो तरकारीहरू पाक्दैछ है। कवितालाई चाहिँ थाहा छैन गाइस, सरप्राइज सरप्राइज दिन लागेको पाक्दैछ हाम्रो। नथी बद्राउँछ हामीले नभ्याएर अघिदेखि। बिचरा दिदी त कुकम्यान पो भइ त। अनि केही मिलाएकै छैन रुम पनि। आज भति के पो भन्छ दिदी? भद्रगोल छ। भद्रगोल रुम हेर्नु न कस्तो घिनलाग्दो भइरहेछ। नभ्याएर हामीले सरसफाइ गर्न नभ्याएर अब अघि बिहान पनि त्यत्तिकै भयो। कविता हुँदा हुँदै अलिक छिटो गर्नु बाहिर जाने काम पऱ्यो र अनि छिटो छिटो गरेर बाहिर निस्किनु पऱ्यो, त्यत्तिकै भइरहेछ। यहाँनिर चाहिँ यो सब्जी काउली अब यो के आइसक्नु भयो अरे। यहाँनिर चाहिँ इमर्जेन्सी एकदम हतार हतार छ गाई। सरप्राइज भिडियो दिनलाई हामीले पहिले रोसिकालाई बर्थडे सरप्राइज भिडियो सरप्राइज गर्ने भनेर भने डेकोरेसन गर्दाखेरि आइपुग्नु भयो। अनि फेरि बाहिर राखेर अनि फेरि भित्र बोलाएको कि होइन त दिदी जहाँको पनि सेफ दिदीले। यहाँ चाहिँ मासु पाक्दैछ, यो कुखुराको मासु। अनि यहाँ चाहिँ हतार हतार छ। सोल्टिनीलाई नन्दलाई सरप्राइज दिनलाई भ्याइन भ्याइछ। हो सोल्टिनीले नै म्यासेज गरिराख्नु भएको छ। लु हाई गर्नु म्यासेज। एरिका हाई गरिदेऊ, एरिका हाई गरिदेऊ। यता तिमी कहाँ आएको? कहाँ आएको तिमी? पूजा दिदीकोमा किन? सेफ मान्छे अहिले फेरि अब यता डेकोरेसन गर्न पनि रेडी हुनुहुन्छ उहाँ चाहिँ। पूजा पूजा खाली एकछिन आउँदै आउनु पर्यो। बोलिदिनु नि हौ यहाँ पूजा दिदीको ब्लगमा। कविता मिस कविता घतानीको बर्थडेको तयारी सरप्राइज हामीले यहाँ तयारी गर्दैछौँ। डेकोरेसन यो सबै क्रेडिट चाहिँ चन्दा सुनचौरीलाई जान्छ होइन। अब तपाईँलाई पनि हाम्रो दिदीको ब्लगमा स्वागत छ। आमालाई हजुर यो म भिडियो गर्दैछु कि युट्युबमा। अब आमाले पनि आजको बर्थडेको लागि अब एक दुई शब्द भनिदिनु न त, आशीर्वाद दिनु। के भन्न चाहनुहुन्छ? आशीर्वाद दिने मान्छे नै हुनुहुन्न। बर्थडे गर्लको भाउजूलाई चाहिँ एकदम भ्याइ नभ्याइ इमर्जेन्सी छ, भ्याइ नभ्याइ छ। स्पेसल डे भने एकछिनमा 9 बज्छ होला। मेरो म 9 बजेसम्म त निलाउँछु भर्खर 7 बज्यो। ए नभए चाहिँ 7:30 8:30 बज्छ होला। 9 बजेसम्म त निलाउँछु म त। निन्द्राले हाई भन्छ। ओ अनि लाज गरे छिटै सुत्नुहुन्छ होला है, त्यही भएर नि।
पाइनँ कि म आज बाहिर जानु भयो दिउँसोको त्यो भएर आफ्नो निन्द्रा लाग्दैन पो आइन्छ के सधैँ कहाँ राख्थ्यो यस चन्दा दिदी आज चन्दा दिदीलाई भाइरल गरिदिनु पर्यो हाम्रो डेडीको इन्टरभ्यू लिन जान्छन् होला अब बिचरा ब्यालेन्स भयो भने फोन गर्नुहुन्थ्यो स्वागत छ पूजा दिदीको ब्लगमा उहाँहरू चाहिँ चिफ गेस्टहरू आउँदै हुनुहुन्छ एरिकाको जुत्ता नि लगाइदिउँ हाई गरिदेऊ कविता आन्टीलाई हेलो भनिदेऊ न ह्याप्पी बर्थडे भनिदिनु दिदी ह्याप्पी बर्थडे नमस्ते दिदी अरे तपाईँहरूलाई आउनु आम्मामा त्यत्रो लाग्ने भयो ए आउनु न त नभए सेलिब्रेसन हुने भए त्यत्रो 3,000 पैसा दिएर नि सेलिब्रेसन गर्छन् ए होइन आउन मन छ भने आउनु न त आउन मन लागेको छ भने आउनु म त बर्थडेको दिन अब केक सेक पनि काटिदिनँ त्यही भएर डुल्नुहोस् त भनेको थिएँ के हिस्सै पर्नुहुन्छ होला छ्या कस्तो कस्तो पो लाग्यो 100 रुपियाँको केक ल्याइदिइरहनु पर्यो ए होइन अब गरिदिएको पनि छैन ल कति सकिसक्नु भयो ला अनि स्याउ र केरा चाहिँ किन्नु भएको छ कि छैन किन्नु है त्यो चाहिँ फेरि नबिर्सी ल ल साली भेनाको मायाले लु देखाइदिउँ फेरि फेरि हिजो एरिका नाचेको हेर्नुभयो घाउ पो भएको यस हाम्रो नानीलाई सरप्राइज अनि त्यसमाथि यो चिक्री छ विनोद दाजुको नि हो प्लस कति हो आबा बोल्नुहुन्छ कसम ए आबा गएन हाम्रो नानीको बर्थडे गिफ्ट है यो उहाँको रियाक्सन कस्तो हुन्छ अहिले भरे हजुरहरूलाई देखाउँछु आमा अनि भ्लगमा आउनु भएको छ कविता तपाईँलाई विशेष गरी बर्थडेको शुभकामना दिने अरे भनिदिनु त आमा शुभकामना राम्रो होस् पढाइमा पास हुन् त्यही डेकोरेसन उहाँ चाहिँ ब्युटिफुल गर्ल्स उहाँ पनि युट्युबर हुनुहुन्छ है ब्लगमा एलिना के पो छ लकान्द्री हजुर उहाँ चाहिँ मोस्ट पपुलर रोशन एलिना रोशन लकान्द्रीजी हुनुहुन्छ उहाँको ब्लगको के भन्छ फ्यामिलीहरूले नि हाम्रो लाने यसो सपोर्ट गर्नु होला पूजा लकान्द्रीलाई एरिका पूजा दिदीको भ्लगमा हाई गर्दै त सोल्टिनीलाई ह्याप्पी बर्थडे भनिदेऊ भेनाजु पनि लु ह्याप्पी बर्थडे भनिदिनु त सोल्टिनीलाई भ्लगमा के तपाईँको बुइनीलाई कविता बुइनीलाई हाम्रो भ्लगमा पूजा दिदीको भ्लगमा भेनाजुलाई अग्निबहादुर के अरे सुनचौरीलाई पनि लकान्द्री नै भन्न लकान्द्रीको जोइ भएर होला लकान्द्री नै भन्न ह्याप्पी बर्थडे कविता ह्याप्पी बर्थडे यहाँ बुढाबुढीको तर्फबाट ह्याप्पी बर्थडे टु यु होइन त भेनाजु डेकोरेसन चाहिँ कस्तो भयो बेलुन चाहिँ अझै ल्याउनु पर्ने जस्तो पो भयो केक त दिदी फाल्टै राख्नु नानीहरूले अहिले फेरि बिगारिदिन्छन् ऊ माथि राखिदिनु नदेख्ने ठाउँमा
बन्द गर्ने बेला भयो हुन त आमाले नि तासिदिने अरे हाम्रो अम यत्रो खोर्सानी काट्नु पुग्छ होला त हौ पिरो होला त अनि ल आमाले नि यहाँ कविताको लागि आमा यसरी कहिले त आउनुहुन्न थियो है आमा कविताको लागि आउनु भयो नभए आज बर्थडेमा आएको नि स्वाद गरिदिँदैछु म यहाँ आलुको तरकारी ताकतुक पार्दा अचार सचार बनाउँदा ब्लग अब तर उसलाई चाहिँ इग्नोर गरिदिनु है यो रुमको गतिलाई चाहिँ किचनको गतिलाई लास्टै फोहोर भइरहेछ उ त्यहाँ त्यो के हो त्यहीँ होइन आलु त निचार्दा हुन्छ काट्नु परिहाल्छ किचन के गाली खानु भयो कविताको त हात खुट्टा सबै दुख्या आज आमा नै आउनु भइरहेछ कवितालाई बर्थडे विस गर्न है आमा जुत्तै घुमेन आमालाई बर्थडे विस गर्न मन लागेको अरे कस्तो भयो यस बेलासम्म छोडिदिने बर्थडेको दिन यिनीहरूलाई आज बर्थडे भनेर नि ल ल फेरि के छ भिडियो बनाउँदै हुनुहुन्छ अघि पनि भिडियो बनाएको होइन खै ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर कविता अब टोइलेट गएको हात खुट्टा ढुङ्गो आयो मेरो हात खुट्टा कस्तो दुख्यो आज भित्र जाऊ तिमी भन्ने भित्र जाऊ जान न म पछि गर्दै अब भिडियो हेर्नु म कम्तासँग पछि आएर चाहिँ यो ढाल त यस्तो दुख्यो नि मेरो हाम्रो ब्युटिफुल मिस नेपाल अनि आज बर्थडे होइन त तपाईँको क्यामेराले एकछिन नि नछोड्नु पऱ्यो है कवितालाई सेलिब्रेटीमा हुन लाग्यो लु यता जाऊँ न पहिले तिम्रो लागि जानु नहेर न ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर कविता ह्याप्पी बर्थडे सबैलाई नमस्ते गर्नु न त अगाडि अनि भाउजूलाई चाहिँ नमस्ते छैन हिरेले पो गर्छन् होला त आँसुमा आयो क्या हो ओइ सबै नसक्नु बाबा लु कविता त रुन पो थाल्नु भयो यहाँ भिडियो बनाइन्छ ला किन रुक हेलो गाइज सेलिब्रेटी किन रुक सेलिब्रेटी आज बर्थडेको दिनमा पनि रुन्छ नि त बर्थडे आगा त आन्टीको त भूतको त आज तपाईँलाई रुवाउन मनाइदिएको हो त
मैले तिमीलाई अगाडि नै हिन्ट्स पनि दिएको थिएँ के तिम्रो यस्तै सरप्राइज भयो भने कस्तो फिल हुन्छ भनेर हिन्ट्स पनि दिएको थिएँ मैले तिमीलाई रुन्चिके तै पनि तिहारमा रुनु भएको थियो है धेरै कुरा कता फोन भयो तिम्रो अलिक मजाले बोलाउ बाई बाई अङ्कल हजुर हुन्छ हजुरलाई होइन यहाँ बिनाजुलाई मात्रै बाई बाई अङ्कल सबैको सुरुमा चाहिँ बाली सक्नु अलिक ह्याप्पी बर्थडे अर्को बोले न त बर्थडे डियर छोडिदिनु नबाल्नु नबल्ने रहेछ ह्याप्पी बर्थडे डियर कविता ह्याप्पी बर्थडे टु यु भाइ तिमीले बनाऊ भ्लगहरू अनि हेर्दा कवितालाई कति हाल्ने सिलसिलों में कहीं ख्वाहिशें मिलने की तुमसे ख्वाहिशें मिलने की तुमसे रोज होती है नहीं मेरे दिल की जीत मेरी बात बन गई हो तुम जो आए जिंदगी में बात बन गई सृष्टि ल्याउँदा एकछिन हातमा पखाले जस्तो उनीहरूको भिडियो होइन होइन जानु न जानु
म चाहिँ गिफ्ट खोल्न गइरहेको छु होइन यो के अरे किनेको आइडी बाहुन्न थियो 2 केजी भन्नु कहाँबाट हो अनुमान गर्नु ल भनेको छ नि अनि यताको पनि अनुमान भन्नु तपाईँ कति केजी चौसठी 79 किलो 69 68 बाट त्यति म बढ्यो म म चाहिँ गिफ्ट खोल्दै चाहिँ यो चाहिँ गिफ्ट खोल्दै चाहिँ म यहाँ तपाईँ अलिकति धेरै कुरा अलिकति धेरै बढाउनु भयो 80 चाहिँ अलिक धेरै उता पठाएर के किनी मान्छेहरूले यतिखेर बाहिर पठाएर 74 गिफ्ट खोल्दैन नि छैन बाबा बर्थडेको छेउमा बस्ने जुम्रा पुरा होला नि त नि आफ्नै कक्राक्का भइरहेछ मलाई इन्द्रले पनि जुम्रा छ भोलि त अलिक बेरसम्म सुत्नु पर्यो म त भोलि बिहानको राति नै उठेर उठ्ने बित्तिकै पुग्छु ओ माय गॉड वाओ कस्तो दामी पो रहेछ थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू तर मलाई त थाहा थिएन सोल्टे नि यस्तो ओ माय गॉड राम्रो छ यो त मेरो किराना होइन कता कतापट्टिको मुटु हुन्छ यता नि यही राख्छु यो चाहिँ भयो अनि अर्को चाहिँ यो कसले पो दिनुभयो हो हजुर के त अनि भाइले माथि फर्काउ है भनेर त मुनि ड्याममा पारेर यो मान्छेको एकछिन यो अलि खोलेको थियो क्या होइन मलाई खोलेर राखेको एरिकाले चलाउँदै थिएँ अर्गेनिक कोट्याएको थिएँ तर मैले सोल्टिनीलाई चाहिँ के अरे त्यो दाजु तपाईँहरू कोही पनि एक्साइटेड हुनुहुन्न यहाँ गिफ्ट हेर्नलाई के भयो त त्यो फुटाउने नै हो गिफ्ट कसको त्यो यो पूजन सोल्टीहरूको ए अनि यो एल्ला सोल्टिनी रसिका सोल्टिनी कफे कप रोशन सोल्टिनी कप होइन नि त होइन उ त्यहाँ दुईटा चाहिँ ए चन्दा देखि देखाउनु नदिनु चन्दा दिदीको यो मम्मीलाई जाडो भइसक्यो होला हौ यो चाहिँ अब सर्भर मलाई गिफ्ट हालेको नि यसो ए चिसो भइसक्यो यो होला चाहिँ चन्दा दिदीले दिनुभयो हो के गरे के गरे ए नगो छैन हुन्छ हौ अहिले त अनि सुत्नु परेन को सुत्ने अटिन्छ आज पटै हालिन्छ आदि अटिन्छ त्यही 4 जना 5 जना रोसिका